नमस्कार सबैजनालाई स्वागत छ आजको मेरो यो नयाँ भिडियोमा। आज चाहिँ साथीहरू हामी देउता पुज्ने कार्यक्रममा छौँ। मेरो बुढाले सरसफाइ गरिराख्नु भएको छ भने ससुरा बुबाले चाहिँ यहाँ थानको लिपपोत गर्दै हुनुहुन्छ। हाम्रो पुर्खादेखि चलिआएको रीतिअनुसार आज यसरी देउता पुज्दैछौँ साथीहरू। हजुरहरूलाई मन परेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्दै अनुरोध गर्दछु। कति हाल्छन् बादेखि यसलाई 18 देखि हाल्नुपर्छ। अरूले त सबैले 7 हो, तर झाँक्रीको 9 देखि हाल्नुपर्छ। यो के को अरे यो गोर झाँक्री गोरको 9-9वटा 18वटा हाल्नु पर्यो होइन। अनि अरू सबैको 7-7वटा। अनि झाँक्रीको फेरि कति 9वटा 9-9वटा होइन 9वटा मात्रै 9वटा मात्रै ठाडो त्यस्तो लगाएर यो गोर यता हो एउटा बोईको 18 देखि बोईको फेरि यता हो एउटा यो चाहिँ मसानी भन्ने ए मसानी हो ए उता बोईहरूको उता हो यो पनि बोई मसानी अनि गोर अनि त्यसपछि बोईहरू अनि बाजे अनि झाँक्री यताको यो फेरि के को हो नि बजु हो। हाम्रो यहाँ देउता पुज्ने कार्यक्रम चल्दैछ। यहाँ धुप धजा गरुनमा खानुभयो। लाग्छ चल्ला बेसी न के भयो भालुले टोको क्या पित्र पित्रिनी पुज्ने त्यसपछि के अरे अर्को गोर अनि त्यहाँबाट बजु नि झाँक्री भन्ने देउतालाई पूजा गर्ने मसानी पनि हो। मसानी बजु झाँक्री पित्र पित्रिनी भन्ने देउतालाई पूजा गर्न लाग्यो। गोर पनि गोर भन्ने फेरि कुन देउता रहेछ अनि यहाँ गोरिनी अनि यहाँ त्यसो भए ठाउँ फरक फरक छ नि। एउटा देउता यहाँ पुज्नु फेरि देउता पुज्नु हाम्रोमा चाहिँ देउताको नाम पारेर पहिले नै भालेहरू तयार पारिएको हुन्छ। पहिले नै यो देउताको लागि यो चाहिँ भाले अनि यसको लागि यो चाहिँ भाले भनेर अगाडि नै नाम तोकेर राखेको हुन्छ साथी। अनि त्यही अनुसार आफ्नो आफ्नो थानमा त्यही नाम पारेका जुन देवताको नाम पारेको भाले छ त्यसलाई पुज्नुपर्छ। मामा भन्छ कहाँ हरायो के बसेर मोबाइल हेरिराखौँ। तलको फेरि के देउता नि झाँक्री हो क्या नि दिदी मार्न लाग्यो भने किन हल्ला नगरोस् बिचरा। तिमीले के गरौ म यहाँ छाकी चढी गएँ
अब त्यो रुत चराउने हो फेरि पायो भने सागी चढ्यो नि Bia gửi đến cái gì? Linh mà vô tin. Linh nọt kìa. Bạn gì vậy? Nó đã nên bà đi in lên chơi gặp vào gửi cái. कहाँ पर्यो त्यो हाम्रो देवता पुज्ने कार्यक्रम Nó gò là ăn thẳng. एउटा कुखुरा हराइगयो नि एउटा चरो नि त पाकिसक्यो झाँक्रीको पाक्यो क्या कुखुरा हराएर यहाँ खोतली खोतली खोजिरहनु भएको दिदी कुखुरा खोज्न जानुभयो कहाँ हरायो त कुखुरा ठुलै भाले थियो ठुलो खै भेट्यो भाले खै कति ठुलो छ बेटा झोकेला फेरि Joke भने आइसो काम काटिन्छ हुन्छ भाजी खान पाइन गरे भने के खानालाई चाहिँ गरे कि भाजी हो भोक भएन अब यो त झाग्दै हो त्यो नाले बसाल्ने हुन्छ सँगसँगै बसाइन्छ ल है यो चाहिँ गोर देउटाले हो यसलाई चाहिँ के छ यहाँ ल है खानेकुरा खाने परिकारहरू यो चाहिँ गोर देउता यसलाई चाहिँ 9-9वटा गरेर 18वटा चाहिँ रेखी हाल्ने चलन छ अनि यो पितृनीहरू हाम्रो बोईहरूको यो चाहिँ यसमा चाहिँ रेखी 7-7वटा 7-7 होइन 7वटा मात्र हो नि बा टोटली 7 एकतिर 3वटा अनि एकतिर 4 गरेर 7वटा गराउनु पर्छ अनि यतातिर पित्र हाम्रो बाजेको हो यो पनि 7वटा रेखी हो अनि यो चाहिँ मसाने यो मसानको मसानेलाई चाहिँ यसलाई पनि 7वटा रेखी नै हो अनि यतातिर यो बजुलाई पनि 7वटा हो नि बजुलाई पनि 7वटा रेखी चढाइन्छ ल है यो चाहिँ चिउरीको बुट्टामा छ सर्लक्कै परेर
ल अब यो चाहिँ झाँक्रीलाई चराउने झाँक्रीले कति रे बा रेखी हाल्ने 9-9वटा ए रेखी यो बेसारको रेखी यस्तो के लाइन टाउका देउटाले खाइदिन्छ छैन त उठुन्टा होला रोटी 9 जोडी हो बा हैन 9 जोडी 9 जोडी यता चाहिँ खानेकुराहरू रक्सी पनि चराइएको छ यहाँ अनि यो चाहिँ सेउली अनि घन्ट 2वटा एकचोटि घन्ट हुन्छ खानालाई बनाउनु खानेलाई यिनीहरू के टोटा पनि हुन्छ कि बाले बढेले हुन्छ के भन्छ त सारा निकुडो उनीहरू अहिले आइन्छ सिलाउनु म अब पुगेछ त ल्याउला कति होला फेरि आइसी पर्देल भने हुन्छ आमालाई उनीको छोरा दुईजना मेरा बाबे भन्न नि दिने त कस्तो ठाउँ पनि कति गन्डाहरू बाबे नसिर्ने भयो पानी खाएर मैले खाने पेट लाएर 40 काटुन त पानी मात्रै मगाउने मलाई त्यही हो नि त बोक्नु जानु